ल साथीहरु यो 8 फिट बाटोमा चाहिँ यहाँ पश्चिम मोडको यो पोलदेखि उ त्यो निलो बोरादेखि यता माथि यो सेतो पिलर यो पोलसम्म 3 आना 1 पैसा घडेरी आनाको 23 ले र यो माथि यो वरिपरि यो पिलर उ गरेको यो 3 आना छ। यो माथि 13 फुट बाटोमा उताबाट आएको छ। यो सबै ढल पानी सबै भइसक्यो। यो चाहिँ यता अब यो तल्लो घडेरी चाहिँ 8 फिट बाटोले छोको छ भने पश्चिम मोडको यो माथिको चाहिँ उतापट्टि 13 फुट बाटोले छोको छ, यताबाट 8 फुट बाटोले छोको छ। एकदम मिलेको घडेरी। यो चाहिँ आनाको 30-32 चलेको ठाउँमा हो। यो तल 40 ले चलिरहेको छ हैन। तर समस्या परेकोले एकदम तुरुन्त बिग्रीमा आएको छ। एकदम सम्पर्क गर्नुस् है साथीहरुले। एकदम मिलाएर आएको छ। मेरो घर अगाडि हो। मेरो चाहिँ यो घर हो है। ल छिटो एकदम यो तलतिर सबै 30 ले चलेको ठाउँ हो। म नम्बर छोडिदिन्छु, कल गर्नु है साथीहरु। ल यो चाहिँ यस्तो बिचमा चाहिँ अब स्कुल त्यहाँ छ। यो मेन रोड तल छ। बस्तीकै बिचमा सबै रोड ढलान भइसकेको छ। यतापट्टि ढल भइसकेको छ। अब रोड पिच गर्नु बाँकी छ। ल एकदम समस्या परेकोले हाम्रो छिमेकीले बेच्न लाग्नु भएको छ।